तीनजना मात्र हिँड्दै हेर्न सक्नुहुन्छ। आज त राम यो सिमसार हो कि यो मेला हो बरु टिकटक साथीहरू हेर्न सक्नुहुन्छ दर्शकले। 3 बजे चाहिँ हामी बल्ल बल्ल भेला भयौँ। हामी 11 बजे हिँडेको घरबाट, कति 3 बजिसक्यो हिँडेर। अब दाइलाई अब गर्लफ्रेन्ड चाहिएको छ अरे होइन भन्नु यो राम आज त यस्तो भिड छ, यस्तो प्याक छ यहाँ हेर्न सक्नुहुन्छ साथीहरू। सकेछु So hey everyone, welcome back to my next vlog. हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो धेरै दिनको भ्लगमा है। आज चाहिँ हामी कहाँ जाँदैछु भनेर त तपाईँहरूले थमेर टाइटलबाट पनि थाहा पाइ नै हाल्नु होला। आज चाहिँ हामी जाँदैछौँ सिमसार जाँदैछौँ। साथीहरू के कस्तो हुन्छ अब हेर्दै जानु होला है, थाहा छैन आज चाहिँ के कस्तो हुन्छ है। हामी चाहिँ यहाँनिर छौँ। आज ढिलो भयो हामीलाई थोरै, दादाहरू चाहिँ उता छ, दादाहरूसँग जान आँटेको हामी चाहिँ। आज हतारमा के लुगा पनि कस्तो लगाइयो थाहा छैन, उल्टो लगाइयो सुल्टो लगाइयो। सो अब जानुपर्छ छिटो है साथीहरू। हामी चाहिँ आइसक्यौँ यहाँ दुर्गापुरी होइन, तर दादाहरू कता छ त चाहिँ थाहा छैन। हामी चाहिँ दुर्गापुरीमा बसिरहेको छौँ। टक्क जङ्गली त कस्तो यो दुर्गापुरी त अल्छी लाग्दो भएको छ हौ, कोही छैन, सुनसान। आज गतेको दिन झन् यस्तो छ यहाँ हेर्न सक्नुहुन्छ। हाम्रो दुर्गापुरी अल्छी दुर्गापुरी भइगयो नि यो त। साथीहरू हेर्न सक्नुहुन्छ हामी उलाबारी आइसक्यौँ होइन। साथीहरू अहिले चाहिँ हामी गाडी चढिसक्यौँ उलाबारीबाट होइन, हेर्न सक्नुहुन्छ गीत बजाउँदैछ। मजा फेरि भन्न पनि आउँदैन, बोल्न पनि आउँदैन। यहाँनिर हाम्रो उलाबारीमा पनि स्केट पार्क छ कति धेरै राम हेर्न सक्नुहुन्छ। सो साथीहरू अहिले चाहिँ हामी मङ्गलबारे आइपुग्यौँ होइन, अब चाहिँ सिमसार जानुपर्ने हुन्छ। सो साथीहरू अहिले चाहिँ हामी हिँड्दै जाँदैछौँ हेर्न सक्नुहुन्छ दर्शकबिन होइन, दर्शकबिनहरू हेर्न सक्नुहुन्छ। हामी 3जना मात्र हिँड्दै मसँग फेरि खुजिरहेको छैन, तर्सिन्छ मेरो पैसा। अहिले चाहिँ हामी सिमसार आइसक्यौँ हेर्न सक्नुहुन्छ है दर्शकबिन। हेर्न सक्नुहुन्छ। आज त राम यो सिमसार हो कि यो मेला हो बरु मेला गएको भए ठिक हुन्थ्यो जस्तै लागिरहेछ हेर्न सक्नुहुन्छ। गाइस देखो न ये क्या है। सो अब चाहिँ हामी खै कता देख्न सक्नुहुन्छ। सो गाइस हामी चाहिँ एन्ट्री गरिसक्यौँ होइन। आज चाहिँ सिमसारमा यस्तो मान्छे छ कि न्यु इयर मनाउन आएको हेर्न सक्नुहुन्छ साथीहरू। देखो न गाइस ये क्या है। म कतिचोटि आइसकेँ यो सिमसार, तर यस्तो भिड चाहिँ देखेको थिइनँ अझैसम्म हो। बस्ने ठाउँ पनि छैन है भरे उहाँनिर चाहिँ बस्ने ठाउँ भेटिएन भने चाहिँ बिजोग हुन्छ होइन। क्यामेरा पुसौँ कता हो राम हेर्न सक्नुहुन्छ। टिकटक साथीहरू हेर्न सक्नुहुन्छ दर्शकबिन पुरै। म पनि अब दर्शकबिन नै भनिदिनु पऱ्यो के भएको छ र जिन्दगी। दर्शकबिन देख्न सक्नुहुन्छ। हामी सबैजना बल्ल भेला भइसक्यौँ होइन। कति बज्यो अहिले एकछिनै 3 बजे चाहिँ हामी बल्ल भेला भयौँ। हामी 11 बजे हिँडेको घरबाट, कति 3 बजिसक्यो हिँडेर। अब घर जाँदा अब कति बज्छ थाहा छैन। अलिकति दाइलाई अब गर्लफ्रेन्ड चाहिएको छ अरे होइन भन्नु यो भन्दिनँ, यो दाइको त छँदैछ किन भन्ने हो। मार्छ मलाई मेरो बुढी। हेर्न सक्नुहुन्छ दर्शकबिन हेर्न सक्नुहुन्छ। हामी चाहिँ अब कटेरोतिर जाँदैछौँ होइन। राम
आमा आज त सब भिडै भिड मात्र होला सबै जग्गामा अब ओ भाइ आज त ठाउँ पनि पाइँदैन कि के हो राम आज त यस्तो भिड छ यस्तो प्याक छ यहाँ हेर्न सक्नुहुन्छ साथीहरू धुवा पनि उस्तै छ धुवाको कमी छैन बल्ल बल्ल ठाउँ पाए साथीहरू गीत पनि यति बज्दैछ कि कपिराइट लाग्छ भन्ने डर छ हामी चाहिँ यहाँनिर एन्ट्री गरिसक्यौँ तर यहाँ गीत बजेको बजेछ कपिराइट लाग्छ भन्ने डर छ यहाँ हेर्न सक्नुहुन्छ दर्शकबिन हामीलाई यहाँ म चाहिँ कस्तो गर्मी भयो यहाँनिर आएपछि चाहिँ राम घुम्म न फेन उयो फेन कता गयो चल्दै चल्दैन फेन पनि अब मेरो बोली पनि सुनिएको छैन होला सो गाइस देख्न सक्नुहुन्छ सबैजना खाने कार्यक्रम चल्दैछ है अहिले चाहिँ अहिले गीत बजेर के बजेर कपिराइट लाग्ने मेरो गीत बजेछ एकदम यता चाहिँ नाच्दै थिएँ अब कता गयो यताको केटीहरू कोनी सकेछु गाइस हेर्न सक्नुहुन्छ अर्को टिम पनि यही हाम्रो टिममै मिसिसक्यो हेर्न सक्नुहुन्छ दर्शकबिन यहाँनिर गीत एकदम मोज गरिरहेको छन् एकदम नाचिरहेको छन् होइन मजा लागिरहेको छ हामीलाई हेर्न सक्नुहुन्छ सो गाइस अब चाहिँ हामी निस्केको हेर्न सक्नुहुन्छ कसमा हराएका नाच्ने पार्टनर पनि भेटिहाल्यो कहाँबाट भेटेको नि थाहा छैन दर्शकबिन आज चाहिँ एकदम रमाइलो भयो मोज भयो नाच्ने पार्टनर पनि भेट्यो खै कताबाट भेट्यो थाहा भएन आई डोन्ट नो अहिले चाहिँ म घर जाँदैछु हेर्न सक्नुहुन्छ यस्तो अँध्यारो परिसक्यो रात परिसक्यो आज आउँदा आउँदै रात परिसक्यो केटाहरू चाहिँ आउँदैछ म चाहिँ आइसकेँ म चाहिँ बाइकमा आएको होइन सर अनि दाइसँग आएको बाइकमा अनि जानुभयो म चाहिँ अब घर जाँदैछु हेर्न सक्नुहुन्छ मेरो यस्तै छ पारा है रात परिसक्यो ए भगवान् हजुरहरूलाई के कस्तो लाग्यो होइन आज चाहिँ कहाँबाट नाच्ने पार्टनर भेटियो साथीहरू यस्तो नाच्यो भिडियो गर्न ब्लग बनाउन बिर्सेको थियौँ त्यो केटीहरू पनि लजाएको थियो त्यही भएर मैले चाहिँ बनाइनँ भिडियो त्यति है अब यस्तै छ आजको ब्लग के कस्तो लाग्यो हजुरहरूलाई प्लिज कमेन्ट गरिदिनु होला अब चाहिँ म घर गएको आजको राति चाहिँ यस्तो भयो आजको मेरो ह्याप्पी न्यू इयर यस्तै भयो साथीहरू हेर्न सक्नुहुन्छ दर्शकबिन होइन सो अब चाहिँ म रातभर यहाँ हेर्न सक्नुहुन्छ अब हजुरहरूको कस्तो न्यू इयर भयो कस्तो आजको न्यू इयर कस्तो मनाउनु भयो कस्तो मनाउनु भयो प्लिज कमेन्ट गर्नु होला आज चाहिँ म यो भन्न आएको एन्ड बाई साथीहरू ह्याप्पी न्यू इयर फेरि पनि